स्कुले बालबालिका ड्रेस लगाएको अवस्थामा सरकारले बङ टाउकोमा कति अन्नाधुन्ना गरेर हाल्यो। त्यो बेलाको प्रधानमन्त्री केपी शर्मा ओली, त्यसको संरक्षक शेरबहादुर देउवा। त्यसपछि 23 गते घटना घटिसकेपछि ती निर्दोष स्कुले बालिका मरिसकेपछि 24 गते आयो। 24 गते आएपछि ओलीजीले त्यो 23 गते घटना घटिसकेपछि सुरक्षा निकायहरूका मान्छेहरूलाई बोलाएर तत्कालै यो यस्ता बच्चाहरू मरे, मार्न हुन्न भनेर सुरक्षा समितिको बैठक किन नबसेको? अनि आफू चाहिँ 24 गते घटना घटिसके 2 बजे पखत चाहिँ आफू प्रधानमन्त्री भएको नाताले किन भागेको? यो रश्मिज्यूले यसको जवाफ दिनुपर्छ। अनि शेरबहादुरज्यू त्यो 23 गते पैसा जलिरहँदाखेरि मधुजीले जवाफ दिनुपर्छ। त्यो पैसा राष्ट्रको पैसा, चाङ पैसा चाहिँ बजारमा पैसा चाहिँ विस्थापित भए, आर्थिक अवस्था डामाडोल भयो, त्यो पैसा चाहिँ जलेको हो कि होइन? त्यो काङ्ग्रेसले एउटा प्रश्न पनि उठाएन। संसदमा काङ्ग्रेसले गगन थापाजी बोलक्कड उहाँ अहिले सभापति हुनुहुन्छ, उहाँले यो पैसा किन जल्यो भनेर प्रश्न किन नसोधेको? त्यो पैसा मिडियाले देखाइरहेका छन्, त्यो 100% पैसा जलेकै हो। त उहाँले के भन्नु भने यहीबाट चाहिँ आएको चाहिँ पैसा जलेको हो भनेर शेरबहादुरजीले बोल्नुभयो। अनि उहाँको संरक्षक कसले गर्यो भन्दा झापा क्षेत्र नम्बर 5 का उम्मेदवार केपी शर्मा ओलीले अस्ति प्रश्न एकजना महिलाले सोद्धाखेरि के भन्नुभयो भन्दाखेरि कहाँको चाहिँ आएको चाहिँ दृश्य सिन अवलोकन गरेर त्यो देखाएको हो भनेर अर्को पार्टीको भुपु सभापतिलाई अहिले वर्तमान सभापतिले ढाकछोप गर्नको कारण के छ त्यसको मलाई जवाफ चाहियो।